सो हे गाइज म चाहिँ घरबाट लागिसकेको छु। आज चाहिँ हामी सुर्खेत जाँदैछौँ। गाडी चाहिँ रोकिरहेको छ, मान्छेहरूलाई कुरिरहेको छ। एकछिनमा मान्छे कुर्दा नआएपछि हामीहरू हिँड्छौँ अनि त्यसपछि हामीहरू आइपुग्छौँ बबैको लामो पुल तर्यो। मामा कोही यहाँ उल्टी गर्दै भने मि पुग्यौँ हर्रेमा। हर्रेको चेकपोस्टमा गाडी रोकेर एकछिन त्यसपछि यो हो हर्रेको चेकपोस्ट। केही तरकारी किनेपछि हामीहरू लाग्यौँ। यहाँको राम्रो भ्यू देखेपछि मैले केही भिडियोहरू खिचेँ। मेरो घर त सुर्खेत बहिनीको कापार्यो, मेरो घर त सुर्खेत। यिनीहरूले मलाई हेरेको मामा भेटियो यो बाटो। मामाले गाडी साइड लाउने भनेपछि गाडी त्यसपछि हामी सिधै पुग्यौँ छिन्चु बजार। छिन्चु यो बाटो यहाँबाट बाटो डिभिजन हुन्छ। यो बाटो वीरेन्द्रनगर सुर्खेत दैलेख जान्छ भने यो बाटो जाजरकोट चाहिँ सल्यान। बाटोमा फेरि जाम परिहाल्यो। जाममा 10 मिनट पछि जाम र धुलो नेपालको विकास यो मामा बस्नुभएको थियो। हामी चाहिँ हिँड्यौँ अर्को बाटोबाट। हामी जरे पुग्यौँ र जरेबाट भित्र निस्केर हामी गुमीको बाटो निस्किनु आयौँ। गुमीको विकास चाहिँ यस्तो अवस्थामा छ। गुमीको विकास यही हो। नेपालमा ग्रामीण क्षेत्रहरूमा विकास छैन, तर नेताहरूलाई केही ध्यानै छैन। उनीहरूलाई त्यो चिल्लो गाडी र हेलिकप्टरमा चढ्न पाए भएको। हामीहरू घर जाने बाटो अब यही हो। यहीँदेखि हामीहरू घर जान्छ। फाइनल्ली म चाहिँ मामा घर झरिसकेँ। अब गाडीबाट पनि झरिसकेँ। अब हामी आएको गाडी यही हो। म घर पुगेर आइसकेँ त। बाई गाइस।